So hello and namaste everybody. It's me Balak Thapa from Balak Thapa Vlogs and सबैजना सन्चै हुनुहुन्छ होला. सो अहिले चाहिँ म चाहिँ एउटा साथीको घरमा जाँदैछु. सो त्यो साथीकोमा चाहिँ एउटा सानो एउटा फङ्सन भइरहेछ हैन. त्यसको लागि चाहिँ लाइटहरू चाहिँ पुर्याइदिनु पर्ने छ. सो त्यो पुर्याइदिसकेपछि अनि फेरि अर्को एउटा साथीकोमा चाहिँ फेरि आउँदैछ यहाँनिर हैन. त्यो साथीकोमा चाहिँ क्याफे खुल्दैछ र त्यो क्याफे कस्तो छ भनेर हेर्न अभियसली जाउँला नै. अनि त्यहाँनिर चाहिँ बिरुवाहरू चाहियो भनेर भनिरहेको थियो उसले. सो आई हेभ गट प्लेन्टी अफ इन्डोर प्लान्ट्स इन माई होम. त्यही भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ उसलाई चाहिँ दिन लागेको थिएँ. सो सबै बिरुवाहरू चाहिँ राखिसकेको थिएँ. ऊ आएर लिएर जान्छ. सो अब लुगा चाहिँ चेन्ज गरौँ होइन. अनि त्यस पछाडि निक्ल्यो है. त लुगा चेन्ज गर्ने नि स्टाइल छ फेरि है. रेडी भइसकेको छु हेर. चिटी चट्ट भएर अब चाहिँ निक्लिनुवाला छु है. निक्लिनुभन्दा अगाडि पनि चिस पारौँ एकचोटि. पाल्मेरो भन्ने हो. इफ यु नो यो पर्फ्युम कहाँबाट आयो भनेर. ओके अब टक्क हेलमेट लगाउँछु अनि त्यसपछि निक्लिन्छ है त. सो गाइज हो साथीकोमा चाहिँ लाइट चाहिँ पुऱ्याइदिइसकेँ मैले होइन. लाइट पुऱ्याइदिएँ अनि त्यसपछि यता ओडामा एउटा काम थियो. त्यहाँनिर एउटा दाइलाई भेट्नु पर्ने छ. अनि त्यसपछि प्लस एउटा काम गर्दैछौँ हामीले चाहिँ त्यो सम्बन्धी चाहिँ फाइल्स चाहिँ लिनुपर्ने छ है. त्यहाँसम्म पुगौँ अनि त्यस पछाडि कुरा गरौँ है त. ल सो हेरौँ गाइजो कति गाह्रो छ यार. ल बाटो जस्तो सो हिजो बाइक सर्भिसिङ गर्न नि दिएको थिएँ मैले होइन. अनि त्यसपछि त्यो सर्भिसिङ गरिरहँदाखेरि चाहिँ पछाडिको ब्रेक चाहिँ नलागेको हो कि जस्तो चाहिँ मलाई महसुस भइरहेछ. एकचोटि त्यो पनि देखाउनु पर्ने छ. सो यताबाट गइसकेपछि चाहिँ साहुमा जान्छु अनि त्यसपछि देखाउँछु. सो यो बाटो बनाउनको लागि चाहिँ यो चाहिँ पुरै बाटो भन्दा नि यो पाइप बनाउनको लागि चाहिँ पुरै भत्काएको हो होइन. अब यहाँ नेपालमा उल्टो काम हुन्छ होइन. पहिला बाटो बन्छ अनि त्यसपछि पिच हुन्छ. पिच बनिसकेपछि अनि मात्र अन्डरग्राउन्ड लेयरिङ हाल्ने काम हुन्छ क्या. सो दाइ चाहिँ हिँडे हुनुहुँदो रहेछ होइन. दाइको स्कुटर यही नै हो. सो हेरौँ है त माथि गएर कुराकानी गर्छु अनि त्यसपछि निक्लिउँला है. सो गाइजहरू ओडाको काम चाहिँ सकिसक्यो. डकुमेन्टहरू सबै रेडी भइसक्यो. सो अब नगरपालिका जानुपर्ने थियो काम है. अब अहिलेलाई चाहिँ त्यो काम चाहिँ छोडिदिउँ होला. आइतबार गरिदिउँ किनकि यो सरकारी प्रक्रियाको कामहरू दिक्क लाग्दो छ क्या होइन. प्रोसेसहरू नै बुझ्न गाह्रो छ. सो त्यही भएको कारणले गर्दाखेरि दाइ चाहिँ निक्लिसक्नु भयो. अब म पनि जान्छु एकछिन साथीको क्याफे पनि तपाईँहरूलाई देखाउँछु नि त है त. कस्तो बनिरहेछ कहाँ छ के हो भनेर त्यो क्याफेको बारेमा पनि थोरै तपाईँहरूलाई म चर्चा परिचर्चा गर्ने नै छु. मैले भन्दा पनि मेरो साथीले गर्छ. ओ माई गड हेट बाटोमै राखेर स्प्रे हाने यार लिटरली. यो त भएन नि त. अहिले चाहिँ हामी चाहिँ जेन्जी 365मा आइसकेको छौँ होइन. यो चाहिँ मार्गस्थानमा अवस्थित छ होइन. र यहाँको ओनर चाहिँ हामीसँग हुनुहुन्छ जेनिस तिवारी सर. के छ सर यसको बारेमा थोरै भनिदिनु पऱ्यो. हाम्रो अजेन्जी 365 क्याफे चाहिँ छिट्टै नै ओपन हुँदैछ. हाम्रो कामहरू चाहिँ अहिले धम्माधम भइरहेको छ र हामी छिटो ओपन गर्ने प्रयासमा छौँ. ओके यताको यो के भयो यो सबै बुझाइदिनु. यो चाहिँ हाम्रो बार एरिया रहेको छ. यसको चाहिँ काम लगभग अलिअलि गर्दैछौँ भन्ने है. केही चाहिँ भइरहेको छ. अब हाम्रो यता चाहिँ रहेको छ. यता चाहिँ हाम्रो किचन एरिया हुनेछ. अनि यो चाहिँ हाम्रो प्राइभेट कटेज हुनेछ. प्राइभेट कटेज स्पेस हुनेछ. यसलाई चाहिँ अझै अलिकति फिनिसिङ चाहिँ यसको काम बाँकी नै रहेको छ भनेदेखि यो चाहिँ हामीले खर प्रयोग गरेर बनाएको छ. अलिकति एम्बियन्सको लागि जस्ता युज गर्नुको सट्टा खर युज गरेको कारण चाहिँ के हो सर. हाम्रो चाहिँ यो चाहिँ एम्बियन्स राम्रो देखियोस् अलिकति नेचुरल भाइब्स आओस् भनेर चाहिँ हो यो खर प्रयोग गर्नुको कारण भनेदेखि चाहिँ. अनि यता चाहिँ हाम्रो ओपन हल हुनेछ. ओपन हलको सिटिङ स्पेस रहेको छ. अनि यता चाहिँ हाम्रो क्याबिन हुनेछ. क्याबिनको काम चाहिँ हामी बाँकी नै छ. त्यो चाहिँ छिटै नै टुङ्गाउने छौँ.
अनि त्यसपछि एम्बियन्स यतिको बनाएअनुसार सर यहाँ चाहिँ हुन्छ नि जो आउँछ उनीहरूले चाहिँ के चाहिँ एक्सपेक्ट गरेर आउँदाखेरि यहाँ चाहिँ गुड एम्बियन्स लगायत फुडहरूको पनि राम्रो हुनेछ भनेदेखि चाहिँ गुड इन्भाइरोमेन्ट एउटा फ्रेन्डली इन्भाइरोमेन्ट पाउन सक्नुहुनेछ। सो ओके, अनि हाम्रो यो भ्लग हेरेर आउनेलाई चाहिँ केही सुविधाहरू केही दिन चाहनुहुन्छ? हाम्रो ओपनिङ अफर पनि छ, त्यसमा चाहिँ हाम्रो ओपनिङ अफरमा चाहिँ ओपनिङ विकभरि चाहिँ तपाईँहरूले 10% डिस्काउन्ट पाउन सक्नुहुनेछ। अनि स्पेसल्ली मेरो भ्लग हेरेर आउने मान्छेहरूको लागि चाहिँ 15% गरिदिनेछ। ल है त, भ्लग हेरेर आएको भनेर चाहिँ भन्नु पऱ्यो तपाईँहरूले, ठ्याक्कला डिस्काउन्ट चाहिँ पाउनुहुन्छ है त। ल हेर्नुहोस्, अब बनेको स्ट्रक्चरहरू देखिन्छ होइन, राम्रो ट्रेडिसनल भाइबमा बनिरहेछ भने यो चाहिँ यतापट्टि ट्रेडिसनल टाइपको देखेँ मैले, अनि यतापट्टि चाहिँ मोडर्न टाइपको र ट्रेडिसनल टाइपकै ब्लेन्ड टाइपको रहेछ होइन। अब यता चाहिँ अब क्याबिन बन्ने कुराहरू गरेको छ। ठिक छ, बस्नको लागि एकदम राम्रो छ। अब यहाँनिर ओपनिङ चाहिँ कहिले हो अरे? ओपनिङ चाहिँ हामी चैतको फर्स्ट विकमा गर्नेछौँ। चैतको फर्स्ट विकमा भनेर भनिसकेपछि ल ठिक छ। सबजनाले भिजिट गर्नु पऱ्यो अजेन्जी 365 क्याफे महादेव स्थानमा है त। ल यसरी ब्याट हान्नु नि लास्टमा। यो महादेव स्थानबाट जर्सिङ पौवा जाने बाटोमा यहाँनिर चाहिँ अवस्थित छ। यो झन्डा भएको घर भन्दा नि हुन्छ। अगाडि देख्न सक्नुहुन्छ महादेव स्थान र यो पछाडि चाहिँ हाम्रो जर्सिङ पौवा जाने बाटो हो। सो त्यही नै हो। अब पानी पर्न लाग्यो, म पनि लाग्नुपर्छ घरतिर होइन। छिट्टो पारामा छिटो गर्नुपर्छ। सो घरमा पनि हिजो हल्का बिरुवाहरू लिएर गएको थिएँ, त्यो बिरुवाहरू पनि रोप्नुपर्ने अवस्था छ है। तर आज पानी पऱ्यो भने त रोप्ने कुरा नै हुँदैन। सो त्यही हो गाइज, बाइक साइक नि बनाइयो, सबै कुरा गरियो होइन, क्याफे पनि देखिहालियो भनेर भनिसकेपछि त अति बवाल। अनि त्यस पछाडि अब त्यही नै हो। अब घर जान्छु, घर गएर नि हेरौँ, अब सायद मैले भ्लग इन गर्न सक्छु अथवा घर गइसकेपछि नि केही भयो भने म तपाईँहरूलाई देखाइ नै हाल्नेछु है त। अहिलेको लागि चाहिँ यति नै।